16 मा यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। आमेन। तपाईहरुले यो वचन हेर्दै जाँदाखेरि नुन र ज्योतिको विषयमा आज मत्तीको सुसमाचार पुस्तकमा हामी लेखेको हामी पाउँदछौँ। जहाँसम्म लाग्छ कि हामीलाई नुन र ज्योतिको वास्तविक कुराहरू तपाईहरुलाई भन्नै पर्दैन। अहिलेको जेनेरेसनमा परमेश्वरको वचनले प्रष्ट भनिसक्नु भएको छ कि तिमीहरू अथवा तपाईहरु पृथ्वीका नुन हौ। यहाँ अघि नै येशू ख्रीष्ट स्वयं आफै परमेश्वरको पुत्र यहाँ बोलिसक्नु भएको छ। हामी अहिलेको बाइबलमा हामी के पाउँछौँ भने यो रातो अक्षर लेखिएको चाहिँ येशू ख्रीष्ट स्वयं आफै बोलेको वचन भनेर आज ती बाइबल लेखककारले आज यही रातो अक्षरमा हामीलाई परिणत गराउँदैछ सजिलो होस् भनेर। येशू ख्रीष्ट किन यो वचन किन बोल्न आवश्यक थियो त? किन पृथ्वीका हरेक मानिसलाई किन नुन किन नामाकरण गर्नु भएको छ त? येशू ख्रीष्टले आवश्यकता थियो त्यो बेलाको समयमा जो हरेक सुसमाचार प्रचार गर्दै जाँदाखेरि हरेक सेवाका क्षेत्रमा सेवाका कार्य क्षेत्रमा लाग्दाखेरि यो वचन येशू ख्रीष्ट आफै बोल्नु भएको थियो, जसलाई भनिन्छ नुन र ज्योति। नुन भनेको के हो त? नुन भनेको एउटा साधारण सिम्पल भाषामा बोल्ने हो भने नुन भनेको हामीलाई चाहिने आवश्यकता चीज हो। हामी तरकारीमा नुन हाल्छौं, तरकारीको स्वाद पाउनका लागि नुन नभई नहुने हो। यो भन्नै पर्दैन तपाईहरुलाई साधारण भाषामा। नुन बिना तरकारीको अस्तित्वै हुँदैन। नुन बिनाको पृथ्वी नै अस्तित्व हुँदैन। नुन बिनाको तपाईहरु पनि अस्तित्व हुँदैन। भन्न खोजेको के हो त? नुन अति महत्त्वपूर्ण भएको कारणले गर्दा नुनको यहाँ चर्चा गरिएको छ। हामीलाई पृथ्वीका तिमीहरू नुन भनेको यहाँ येशू ख्रीष्ट आफै स्वयं बोलिसक्नु भएको छ। नुनको स्वाद गयो भने फेरि केले नुनिनु पर्ने त? यहाँ प्रश्नवाचक 13 पदमा हामी पढ्छौँ। त्यसैले हामी तरकारीमा नुन हाल्छौँ, तरकारीमा हामी नुन छर्छौँ, तर त्यो नुनको स्वाद नै गयो भने हामी फेरि केले छर्किने त? केले स्वाद दिने त? यहाँ पो एउटा प्रश्न अल्झिएको छ। यो संशोधनमा हामी बुझ्नलाई यति गाह्रो छ कि मलाई तपाईहरुलाई पनि गाह्रो होला जस्तो लाग्छ। यहाँ अचम्म तरिकाको प्रश्नवाचक यहाँ चिन्ह गरिसक्नु भएको छ येशू ख्रीष्टले। नुनको स्वाद गयो भने त्यो फालिने बाहेक र कुल्चने बाहेक केही कामको पनि लाग्दैन। नुनको स्वाद गयो भने है किन त? जब स्वादहीन नै अनि स्वादहीनता नै भएपछि हामी राखेर पनि हामीलाई काम लाग्दैन। त्यसलाई हामी फाल्नै पर्छ। त्यसलाई राखेर हामी कामै लाग्दैन। भन्नु खोजेको यही हो। त्यसैले जब हामी बाहिर फाल्छौँ तबसम्म संसारका हरेक चीजले कुल्चन्छ, हरेक चीजले मेचिन्छ, हरेक चीजले पेलिन्छ। हरेक मानिसको खुट्टाले कुल्चने बाहेक केही कामको लाग्दैन यहाँ भन्नुभएको छ।
यो भन्नुभएको अर्थ के हो भने हामी सर्वप्रथम नुनको स्वाद 100% हामी नुनको स्वाद हामी जानु हुँदैन। नुनको स्वाद गयो भने हामी के हुन्छ? नुनको स्वाद बिनाको नै नुन बढी जर्को भयो भने के हुन्छ? सबैसँग त्यो मिल्दैन। नुन भनेको सबैसँग बराबर काम गर्छ। नुनले समावेशी काम गर्छ। नुनले सबैसँग सम्मिश्रण हुन्छ। नुनले सबैसँग मिलनसार भएर बस्न रुचाउँछ। त्यही भएर नुनको स्वाद पहिलोप्रथम हाम्रो विश्वासीहरूमा, क्रिस्चियनहरूमा हामी नुनको स्वाद पहिले जानु हुँदैन। वचनले यही भन्न खोजेको हो, मैले भनेको होइन। त्यही भएर नुनको स्वाद गयो भने मानिसले कुल्चने बाहेक, मानिसले फाल्ने बाहेक, घृणा गर्ने बाहेक केही पनि छैन। त्यही भएर हामी सर्वप्रथम स्वादहीनता हुनु हुँदैन भन्ने कुरा आज यही वचनले आज हामीलाई तेलबरमा भनिएको छ। हामी जबसम्म पुगेछौँ बाइबलतिर ध्यान दिनु होला र वचनतिर पनि ध्यान दिनुको लागि अनुरोध गर्छौँ। यहाँ भन्नुभएको छ अब ज्योतिको कुरा आउँदैछ। तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसालेको सहर अथवा घर लुक्न सक्दैन। हामीलाई नुन जस्तै प्रकाश पनि अति आवश्यकता पर्दछ। ज्योति पनि त्यत्तिकै आवश्यकता पर्दछ। किनभने संसारका ज्योति हौ यहाँ भन्नुभएको छ। तिमीहरू पृथ्वीका मानिसहरू। येशू ख्रीष्टले किन भन्नुभएको त? येशू ख्रीष्ट आफै स्वयं ज्योति हुनुहुन्थ्यो। येशू ख्रीष्ट आफै प्रकाशमान हुनुहुन्थ्यो। त्यही भएर यहाँ दृष्टान्त भएर संसारका ज्योति हो यहाँ भन्नुभएको छ। त्यसै कारणले हामी चाहिँ एउटा ख्रीष्टका सन्तान हौ। तपाईँ हामी चाहिँ एउटा ख्रीष्टका ज्योति हौ। त्यही भएर हामीलाई येशू ख्रीष्टले आफै स्वयं संसारका ज्योति हो भनेर भन्नुभएको छ। हामी संसारमा हुँदाखेरि सबै कुरा हामी लुकाउन सक्छौँ। सबै कुरा हामी ढाक्न सक्छौँ। सबै कुरा मानिसलाई हामी ढाक्न सक्छौँ। तर डाँडामा बसाइएको घर, डाँडामा देखिएको सहर कसैले पनि रोक्न सक्दैन। जो सहर हो येशू ख्रीष्ट। येशू ख्रीष्टलाई कसैले लुकाउँदैन। संसारका मानिसले धेरै कुराहरू लुकाउन खोज्छन्, तर येशू ख्रीष्ट चाहिँ डाँडामा बसालेको घर हो भनेर आज यही दृष्टान्तबाट हामी बुझ्दछौँ। किन? संसारको ज्योति भएको कारणले गर्दा आज डाँडामा बसालेको घर लुक्न सक्दैन। यो चाहिँ एउटा येशू ख्रीष्टले यी वचन चाहिँ यही मासमा चाहिँ आज प्रकट र प्रचार गर्नु भएको थियो। तब हामी जस्तै मानिसलाई पनि यस ख्रीष्टले त्यहाँ हरेक किसिमका मानिसहरू थियो, हरेक किसिमका अन्धा मानिसहरू थियो। अन्धा भन्नाले नबुझ्ने मानिस थियो। त्यही बुझाउनका लागि येशू ख्रीष्टले एउटा दृष्टान्तको आधारमा येशू ख्रीष्टले जहिले पनि येशू ख्रीष्ट सिधा बोल्नु हुँदैन। येशू ख्रीष्ट दृष्टान्तद्वारा बोल्नुहुन्छ। दृष्टान्त तरिकाले बोलेको कुराहरू अलिकति बुझ्नलाई गाह्रै पर्छ। त्यसैले गरेर हामी प्रकाशमा आएको कुरालाई, हामी प्रकाशमानमा देखिसकेको कुरालाई हामी लुकाउन सक्दैनौँ भन्ने कुरा आज यही 14 नम्बरको वचनले यहाँ भन्छ। पदमा हामी के पाउँछौँ भने मानिसहरूले बत्ती बालेर पाथीले त छप्दैन, तर सामदामा राख्दछ र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। हामी यो के बुझ्दछौँ भने हामी साँच्चै नै हामी उज्यालो हुनका लागि एउटा हामी बत्ती समाधानमा हामी राखेकै हुन्छ। किन बाहिर भित्र आउनका लागि हामी सबैलाई भलो होस् भनेर हामी बत्ती एउटा
निश्चित बिन्दु, निश्चित केन्द्रमा हामी राखिएको हुन्छ। किनभने हामी सावधानमा हामी राख्दछौँ र तर सावधान अथवा जहाँ राखे पनि हामी त्यसलाई हामी पाथीले छोप्न सक्दैनौँ, छोप्दैनन्। किन? पाथीले छोप्यो भने त बत्ती नै निभिहाल्छ, बत्ती नै निभिहाल्छ। हामी सावधानमा राख्नुपर्छ, तर हामी पाथीले छोप्नुहुँदैन भनेर भन्नुभएको छ। यो एक हिसाबले त व्यावहारिक ज्ञान पनि हो, व्यावहारिक आत्मिक तरिकालाई बुझ्नु भएको छ। हाम्रो एउटा शरीर एउटा सावधान हो, तर हाम्रो बत्ती एउटा आत्मा हो। भित्रीको उज्यालो हुने कुरा प्रकाशमाले हामीले कहिले पनि अन्धकारको विचारले, अन्धकारको दुष्ट कुराले हामीले कुनै पनि आत्माको बत्तीलाई हामीले छोप्न हामी सक्दैनौँ। भन्न खोजेको त्यही हो। त्यसै कारणले गर्दा हामी बत्ती बाल्यो भने हामी त्यही अन्धकारको पाठीले, अन्धकारको एउटा शक्ति केन्द्रले चाहिँ हाम्रो बत्तीलाई चाहिँ छोप्न हामी दिनुहुँदैन। त्यसै कारणले उज्यालो भएको घर कस्तो रमाइलो हुन्छ। उज्यालो भएको चर्च, उज्यालो भएको आत्मा, उज्यालो भएको व्यक्ति अलिक फरक तरिकाले हुन्छ, किनभने त्यहाँ बत्ती बलिरहेको हुन्छ, जो पवित्र आत्माको बत्तीलाई हामी बुझ्दछौँ। त्यही भएर पवित्र आत्माको बत्तीलाई हामी यो वचन अनुसार हामी कहिले पनि निभ्न दिनु हुँदैन, हामी बालिराख्न दिनुपर्छ। म अघि नै भनिसके, आत्मामा आउने अध्यात्मक कुराहरूलाई चाहिँ हामीले यही बत्तीद्वारा, यही उज्यालो शक्तिद्वारा हामीले ताडना गर्नुपर्ने कुराहरू हामीलाई देखेको छ। त्यसै कारणले गर्दा हामी सावधानमा बत्ती राख्यो भने सबैलाई उज्यालो हुन्छ। बत्तीले कालो अन्धकार छुट्याउँदैन, बत्तीले उज्यालै छुट्याउँछ। बत्तीले पक्षपात गर्दैन, प्रकाशमानले पक्षपात गर्दैन। यो उस्तो त्यस्तो, मैले बालेको बत्ती तपाईहरुलाई पनि पुग्छ, तपाईहरुले बालेको बत्ती मलाई पनि पुग्छ। बत्तीले कहिले पनि पक्षपात गर्दैन, यही भन्न खोजिएको। 17 पदमा हामी के पाउँछौँ भने, यसरी तिमीहरूको ज्योति मानिसहरूका सामने चम्कोस् र तिनीहरूले तिमीहरूका सुखमा देखोन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरौँ। यहाँ भन्नुभएको छ कि हाम्रो ज्योति चाहिँ उता मानिसहरूमा चम्कोस्, किनभने उज्यालो चेहरा चाहिँ हामी मानिसहरूमा चाहिँ देखाउनु पर्छ। यहाँ वचनले अर्कै कुरा भनिएको छ, यो चाहिँ एउटा पवित्र आत्माको शक्तिलाई पनि एउटा ताकिद गरिएको छ। किनकि हामीले गरेको महिमा, हामीले गरेको प्रशंसा चाहिँ मानिसहरूको बीचमा चाहिँ चम्कोस् भनेर यहाँ वचनले भन्नुभएको छ। अहिले यहाँ हामी उपस्थित छौँ, कारण के हो भने मानिसहरूले मात्र होइन कि स्वर्गीय परमेश्वरले पनि हाम्रो सुकर्म देखुन् भनेर चाहिँ यही वचनले भन्नुभएको छ। अहिलेको समयमा हामी हेर्दै जाँदाखेरि मानिसबाट पाउने प्रशंसा होइन कि हामी परमेश्वरबाट हामी पाउनुपर्ने कुराहरू प्रशंसा चाहिँ हामी सुकर्म चाहिँ देख्नु पर्यो। त्यसै कारणले गर्दा स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका पिताको महिमा गर्नु। त्यही कारणले गर्दा हामी यहाँ जति पनि हामी उपस्थित भइसकेका छौँ चर्चमा, यहाँ आउने सबै महिला या पुरुष सबै सुकर्म देखाएर हामी परमेश्वरको प्रशंसा गर्ने हामी पात्र हौँ।
त्यसै कारणले गर्दा हामी सबैजना परमेश्वरलाई महिमा गर्ने पात्र हौँ। सबैजना हामी पितालाई महिमा गर्ने हामी आदरणीय मानिस हौँ। त्यस कारणले गर्दा हामी परमेश्वरको सामु हामी मानिसहरूको सामु हामी चम्किनुपर्छ। अन्धकारको शक्तिमा हामी चम्किनुपर्छ। अन्धकारको कुरालाई हामीले हटाउनुपर्छ। त्यही कारणले यो वचनले यही भनिएको छ। हेर्दा हामीले देखिँदैन, हेर्दा जस्तोको तस्तै, तर आत्मिक कुरालाई बुझ्दै जाँदाखेरि हामीलाई हरेक कुराले हामीलाई छेकिएको हुन्छ, हरेक कुराले हामीलाई थुनिएको हुन्छ, हरेक कुरा हामीलाई परीक्षामा चाहिँ पारिएको हुन्छ। त्यही परीक्षालाई पार गर्नका निम्ति आज हामीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ। अनि प्रार्थनाका साथ, निवेदनका साथ हाम्रो सुगरमा चाहिँ सबैले देखुन् अनि सबैजनाले मिलेर चाहिँ परमेश्वर पिताको महिमा गरौँ भनेर यहाँ चाहिँ अभिवादन दिनुभएको छ यस